कमेन्ट गर्नुभयो त दुईटा भिडियो त हेरिसक्नुपर्ने हैन कमेन्ट गर्न नबिर्सनुस् तल कमेन्ट गर्नुस् एउटा र यो अब सेट नम्बर 3 स्टार्ट हुँदैछ ओके सेट 3 स्टार्ट गरौँ सेट 3 को फर्स्ट क्वेशनले भन्छ राइट द नम्बर अफ टोटल टर्म्स इन द एक्सपान्सन यसको एक्सपान्सनमा टोटल टर्म्स कतिवटा हुन्छ भन्छ यहाँ हामी भनेर आउँछौँ यो बाइनोमियल एक्सपान्सनमा n वटा पावर छ n पावर छ भने त्यो भन्दा एक बढिरहेको हुन्छ जस्तो स्क्वायर छ 2 छ भने 3 वटा हुन्छ 4 छ भने 5 वटा हुन्छ यसरी यो भन्दा एक बढ्छ तर 5 वटा टर्म 5 पावर छ भने यो 6 टर्म्स भनेर लेख्न मिल्यो त्यसैगरी राइट द मिडल टर्म इन द एक्सपान्सन यसमा भएको एक्सपान्सनमा भएको मिडल टर्म निकाल्नु भन्छ यो पनि 1 मार्कमा मात्रै सोधेको छ अब यो चाहिँ 1 मार्कमा एकै लाइनमा आयो भने यहाँ चाहिँ केही अलिकति काम गर्नुपर्ने हुन्छ त्यो पनि गर्नुपर्ने हुँदा नि यो फर्मुलाको फर्ममा लेख्नुपर्ने छ when n is even अब यहाँ हामीलाई क्लियर दिएको छ n even हुँदाखेरि के हुन्छ त भन्दा n even हुँदाखेरि हाम्रो अड भयो अड नम्बर अफ एक्सपान्सन हुन्छ यहाँ अड नम्बर अफ एक्सपान्सन हुने बित्तिकै एउटा मात्रै मिडल टर्म हुन्छ हैन त्यसो भएर अब एउटा ओन्ली वान मिडल टर्म त्यो एउटा मात्रै मिडल टर्म निकाल्ने भनेको हाम्रो n त हाम्रो इभन छ इभन भएको बेलामा चाहिँ हामी 2 ले डिभाइड गरेर +1 गरेर यसको मिडल टर्म निकालेर हुन्छौँ जसलाई हामी एक्जाम्पलहरुबाट पनि यसलाई भेरिफाई गरेर हुन्छौँ यो धेरै सजिलो धेरै गाह्रो कुरा होइन यो n/2 +1 तर यही फेरि यहाँ हाम्रो यो अड भइदिएको भए चाहिँ यहाँ n+1 डिभाइड बाइ 2 हुन्थ्यो एउटा मिडल टर्म र त्यसैगरी यसको दुईटा त्यो अडको केसमा चाहिँ हामी दुईटा मिडल टर्म हुन्छ भनेर हुन्छौँ अब n/2 +1 हुने बित्तिकै अब यहाँ चाहिँ cn र n/2 हुन आउँछ यहाँ अलिकति मिस्टेक भएछ यो 1 हुँदैन यहाँ यसलाई बिर्सिनु होला यो जस्तो tn/2 +1 भएको केसमा चाहिँ tr हुने हो ncr हुन आउँछ सो n/2 x n - n/2 हुन्छ यहाँ पनि +1 हुँदैन यसलाई मैले यहाँनिर हटाउन पनि मिल्दैन यहाँ यसलाई मैले ब्ल्याक लगाइदिएँ है त यो चाहिँ यो यहाँ पनि n+1 हुँदैन र त्यसैगरी यहाँ के भयो त भन्दा n/2 +1 भयो यो tr +1 भयो अर्थात जेनरल टर्मको फर्ममा ncr हुन आउँछ सो ncr अर्थात n/2 मात्र भयो x n - n/2 भयो भने अनि यसमा चाहिँ अब योबाट माथिबाट तल घट्छ भने यो a को पावरमा चाहिँ तल जे छ त्यो मात्रै हुन्छ यहाँ n/2 मात्रै हुन्छ यहाँ पनि +1 हुँदैन ल यो ब्ल्याक लगाएकोलाई चाहिँ क्यान्सल आउट गरेर बुझ्नु पर्यो यो भयो हाम्रो मिडल टर्म त्यसैगरी व्हाट इज द सम अफ द बाइनोमियल कोएफिसिएन्ट इन द एक्सपान्सन बाइनोमियल कोएफिसिएन्ट यसमा चाहिँ बाइनोमियल कोएफिसिएन्टको कोएफिसिएन्टहरुको सम चाहिँ के हुन्छ भनेको छ यो भनेको 1 + x टु द पावर n को एक्सपान्सन लेख्ने हो र लास्टमा चाहिँ त्यो x को भ्यालु 1 राख्दिने बित्तिकै ठ्याक्कै त्यहाँनेर हाम्रो nc0 nc1 nc2 हरुको सम आउँछ त्यो भनेको 2 टु द पावर n हो भनेर लेख्न सक्छौं त्यसैगरी राइट log e1 + x इन द सिरिज हामीले अगाडि पनि लेखिसकेका छौं यसको फर्म हुन्छ हाम्रो यहाँ log e1 + x x - x² / 2 + x³ / 3 - x/4 भनेर लेखिरहेका हुन्छौं नेक्स्टमा राइट e टु द पावर x यो पनि हामीले अगाडि गरिसकेका चीज हो यो पनि e टु द पावर x को एक्सपान्सन लेख भनेको 1 मार्कमा अब 2 नम्बर अर्थात हाम्रो सेकेन्ड क्वेशन 5 मार्कको सेकेन्ड क्वेशन फाइन्ड द भ्यालु अफ यो सबै ओमेगा हो 1 - ओमेगा + ओमेगा स्क्वायर को पावर 4 र त्यसैगरी 1 + ओमेगा - ओमेगा स्क्वायर को पावर 4 छ यहाँ पनि हामीले यो ओमेगा र ओमेगा स्क्वायर इमेजिनरी क्युब रुट हुन् भनेर भन्न सक्छौं यसको पनि यसका प्रोपर्टिजहरु हामीले लगाउन सक्छौं 1 - ओमेगा + ओमेगा स्क्वायर को पावर 4 भनेको 1 अब यसलाई मैले 1 ओमेगा स्क्वायर र एउटा ओमेगा थपेर यहाँ के गर्छु म यहाँ 1 ओमेगा स्क्वायर थप्दिउ यहाँ सिधै अब तर हाम्रो त्यहाँ ओमेगा त बढी भयो त्यसलाई चाहिँ फेरि ब्यालेन्स गर्नको लागि ओमेगा - 2 ओमेगा गर्यो भने त माइनस ओमेगा हुन आउँछ अर्थात यो माइनस ओमेगालाई हैन यहाँ माइनस ओमेगालाई यहाँ के गरिएको छ भने यो दुईटा टर्ममा एउटा प्लस ओमेगा र -2 ओमेगालाई सिम्प्लिफाई गरेर आको भनेर बनाइएको छ ओमेगा - 2 ओमेगा भनेको माइनस ओमेगा हुन आउँछ त्यसैगरी यहाँ पनि सेम प्रोसेस यो माइनस ओमेगा स्क्वायरलाई चाहिँ दुईटा टर्ममा ब्रेक गरेछ र फाइनली यो 1 + ओमेगा + ओमेगा स्क्वायर भने त 0 त्यसैले यसलाई 0 लेखेर -2 ओमेगा मात्र बस्छ यहाँ है त्यसैगरी यहाँ पनि 1 + ओमेगा + ओमेगा स्क्वायर भने 0 यो पनि यति मात्रै बस्छ र दुवैलाई सल्भ गर्दै गएपछि चाहिँ हाम्रो यहाँ भित्रपट्टि अब 16 कमन आउने केस हुन्छ यहाँ 2 टु द पावर 4 भने 16 हो सो 16 कमन आयो ओमेगा + ओमेगा स्क्वायर ओमेगा + ओमेगा स्क्वायर भने -1 हो सो -16 हाम्रो आन्सर हुन आयो यो भयो यो दिएको एक्सप्रेसनको भ्यालु
त्यसै गरी सल्भ द फलोइङ सिस्टम अफ इक्वेसन बाई युजिङ इन्भर्स म्याट्रिक्स मेथड भन्छ। अब इन्भर्स म्याट्रिक्स मेथड चाहिँ हामीले अगाडि नगरिसकेका भएर यहाँनिर यसलाई चाहिँ गरौँ न त भनेर मैले गर्न खोजिरहेको छु। गिभन सिस्टम पहिला सुरु सकेसम्म मिलाएर लेख्ने हो। यहाँ केही अब यो इक्वल टु अलिक फरक तरिकाले दिएको छ, यसलाई सकेसम्म एरेन्ज गरेर एक्स वाइ अनि कन्सट्यान्ट एक्स वाइ अनि कन्सट्यान्टको फर्ममा यसलाई पहिला मिलाएर लेख्ने। दिएको सिस्टमलाई म्याट्रिक्स फर्ममा लेख्दाखेरि एक्स वाइ जेडहरूको कोएफिसिएन्ट म्याट्रिक्सहरू एक साइडमा लेख्नु पऱ्यो, त्यसरी एक्स वाइ जेडहरू एक ठाउँ लेख्नु पऱ्यो र इक्वल टु लेखेर राइट साइडको कन्सट्यान्ट टर्महरू लेख्नु पऱ्यो। र त्यसै गरी अब यसलाई एएक्स प्लस बीको फर्ममा गयो भनेर हामी लेख्छौँ है। त्यसपछि अब ए इज द कोएफिसिएन्ट म्याट्रिक्स, यहाँ ए चाहिँ कोएफिसिएन्ट म्याट्रिक्स हो, एक्स चाहिँ कोलम म्याट्रिक्स अफ द भेरिएबल भन्न मिल्यो एक्स वाइ जेड। फेरि 24 र 4लाई चाहिँ कन्सट्यान्ट म्याट्रिक्स भन्नु मिल्यो। त्यसै गरी अब ए को इन्भर्स निकाल्नु पर्ने हुन्छ, किनभने एलाई नै हामीले यो साइडमा लान्छौँ र एक्सको भ्यालु निकाल्छौँ। ए को इन्भर्स निकाल्नलाई पहिलो काम हामी यसको डिटर्मिनेन्ट फाइन्ड आउट गर्छौँ। ल अब डिटर्मिनेन्ट फाइन्ड आउट गरौँ। डिटर्मिनेन्ट अफ ए भनेको अब यहाँनिर डिटर्मिनेन्ट निकाल्नलाई अब दुई तिनवटा मेथडहरू छ, यसमध्ये अब सजिलो मेथड आफूलाई जुन लाग्छ, 1 छोड्दै हामी क्लास 11मा पनि पढायो, 1 क्यान्सल आउट गर्ने अनि यो बिचको लिने, त्यसरी -2 लिने, यसलाई क्यान्सल आउट गरेर साइडको लिने, 3 लिने अनि 3लाई क्यान्सल आउट गरेर यो लिने। यसरी हामी डिटर्मिनेन्ट निकाल्छौँ। यो चाहिँ -16 आउँदो रहेछ, यो चाहिँ नन जिरो आउनुपर्छ। नन जिरो आयो भनेदेखि यो कन्सिस्टेन्ट होइन, यसको सल्युसन निस्किँदैन भन्न सक्छौँ। यहाँनिर कहिलेकाहीँ झुकाउनलाई त्यस्ता क्वेसनहरू पनि सोधिन सक्छ। अब यहाँ चाहिँ अब -60 छ, ओके, यो नन जिरो भयो, द इन्भर्स एक्जिस्ट भन्न मिल्यो। इन्भर्स एक्जिस्ट हुनु भनेकै सल्युसन एक्जिस्ट हुनु पनि हो। ल अब त्यसपछि हामी यसको एडजोइन्ट म्याट्रिक्स निकाल्छौँ। एडजोइन्ट निकाल्नुभन्दा अगाडि कोफ्याक्टर निकाल्छौँ। कोफ्याक्टर म्याट्रिक्स निकाल्ने आफ्नै मेथड छ होइन। त्यसको हरेक टर्महरू मैले एकैपटक यो म्याट्रिक्सभित्र राखेको छु, यसलाई छुट्टा छुट्टै निकाल्न मिल्छ। A11 A12 A13 भनेर त्यो सबै इच एन्ड एभ्री इलिमेन्टको कोफ्याक्टर म्याट्रिक्स निकालेर यसलाई हामी ट्रान्सपोज गरिसकेपछि अब यहाँनिर यो त भयो कोफ्याक्टर म्याट्रिक्स भयो। सल्भ गरेपछि यसलाई ट्रान्सपोज गरिएको छ, यहाँ -16 15 8 छ। यसरी भर्टिकल लेखेको छ, यो होरिजन्टल थियो, यसलाई होरिजन्टल थियो भने अब पछि यो भर्टिकली लेखेको छ। यसरी यो भर्टिकल्ली सेट गर्न मिलेन, यो भर्टिकली लेखेको छ र त्यो भनेको एडजोइन्ट म्याट्रिक्स हुन आउँछ। र 1 बाई डिटर्मिनेन्ट त अघि नै हामीले -60 निकालिसकेको छ। सो यो भयो ए इन्भर्स। अब ए इन्भर्सले फाइनल्ली बीलाई लगेर मल्टिप्लाई गरिदिएपछि हाम्रो एक्स वाइ जेडको भ्यालुहरू आउँछ। यो सिम्प्लिफिकेसन हेर्नु होला, 2 3 र 4 को रूपमा हाम्रो आन्सरहरू आउँछ। यो भयो एक्स वाइ जेडको भ्यालु म्याट्रिक्स इन्भर्स मेथडबाट। लास्ट क्वेसन यो सेटको क्वेसन नम्बर 3 अर्थात् लङ क्वेसन 8 मार्क्सको लागि। यदि यस्तो हुन्छ भने अथवा 1 + x⁴ यो हाम्रो जेनरली गरिरहेको क्वेसन, यो हाम्रो एक्सपान्सन 1 + x⁴n को एक्सपान्सन सर्ट फर्ममा यहाँ NC0 NC1 नलेखेर C0 C1 मात्रै लेखेको छ। यो छ भने यस्तो हुन्छ भनेर यहाँ प्रुभ गर्नुपर्ने छ। र यहाँ चाहिँ अलिकति फरक, हाम्रो बुकहरूमा चाहिँ यति मात्रै दिएर यो चिजलाई प्रुभ गर भनिरहेको हुन्थ्यो भने यहाँ चाहिँ यो राइट साइडमा भएको चिजलाई लेफ्ट साइडमा राखेर 0 प्रुभ गर भनेको छ। केही गाह्रो भएन, गर्ने तरिका सेम हो। यसलाई हामीले एक्सपान्सन गर्छौँ। सुरुमा NC1 भनेको n/1 फ्याक्टोरियल हो। त्यसै गरी 2लाई साइडमा राखेर C2 भनेको n टाइम्स n-1 2 फ्याक्टोरियल हो। 3 भनेको n टाइम्स n-1 n-2 3 फ्याक्टोरियल हो। यो सबै चिजको भ्यालु निकाल्छौँ र लास्टमा यो चिजलाई चाहिँ एज इट इज छोडिदिन्छौँ, यहाँ केही गरेको छैन। र सल्भ गर्दै गयो, यसबाट n कमन आउँछ। यहाँनिर यो जे छ यो यतापट्टि, त्यसै गरी यहाँनिर n कमन आउँछ। यो बिचको टर्म यहाँ केही यहाँनिर बढी भएर बसेको रहेछ, यसलाई हटाइदिँदा पनि हुन्छ। यो बढी भएको छ, यहाँ कपी पेस्ट गर्दाखेरि यसलाई मैले ब्याक लगाइदिएला है। यो टर्मबाट हामीले सिधै यो टर्म लेख्न मिल्छ, n टाइम्स 1 + n-1/1 फ्याक्टर। अब यो 2 र 2 फ्याक्टोरियल छ। यो 2 फ्याक्टोरियल भनेको 2 × 1 फ्याक्टोरियल हो। सो 2 र 2 क्यान्सल आउट हुन्छ। 3 फ्याक्टोरियल भनेको 3 × 2 फ्याक्टोरियल हो। सो 3 क्यान्सल आउट हुन्छ, 2 फ्याक्टोरियल हुन्छ। यसरी हामी सबै टर्महरू योमा बस्छ। र यो भनेको चाहिँ 2n-1 हो। मैले साइडमा लेखेको छु। यो 2n-1 चाहिँ कसरी आउँछ त भन्दा यही एक्सप्रेसनमा चाहिँ n को भ्यालु -1 ले रिप्लेस गरेर x को भ्यालु 1 ले रिप्लेस गरिदियो भनेदेखि ठ्याक्कै यो फर्मको रिजल्ट आउँछ र यो रिजल्टलाई हामीले यहाँ रिप्लेस गरिदिन्छौँ। अनि यो 2n-1 भनेको अब 2लाई चाहिँ तलपट्टि लान मिल्छ, 2n/2 लेख्न मिल्छ। सो 2n/2 लेख्यो र सेम बनाएको हो। यो सेम भएपछि यो क्यान्सल आउट हुन्छ र 0 निकाल्न मिल्छ। यो भयो हाम्रो
त्यसै गरी बी नम्बर अर्को स्क्वायर रुट निकाल्नु छ, यो हामीले अगाडि गरिसकेका भएर सेम एज एबोभ भनेर मैले लेखिदिएँ। लास्टमा सी प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन, यो अर्को टाइपको क्वेसन हामीले गरेका थियौँ, यो चाहिँ समवाला छ। अब समवालामा पनि गर्ने तरिका एउटै हो। सुरुमा बेस केस भनेको एनको भ्यालु 1, एनको भ्यालु 1 को लागि अब राइट साइडमा यहाँ 1 अलरेडी छ, यतापट्टि 1 राख्दा 1 स्क्वायर हुन्छ, 1 स्क्वायर इक्वल टु 1 हुने भएपछि बेस केस चाहिँ भेरिफाई भयो। त्यसै गरी अब अर्को इन्डक्टिभ केस भनेको के को लागि, अर्थात् यो सबैमा यो एनको भ्यालु के अनि यहाँ पनि एनको भ्यालु के लगेर हाम्रो सपोज गरौँ, यो हाम्रो सपोजिसन भयो। अब यो सपोजिसनको आधारमा हामीले के एन इक्वल टु के प्लस 1 को लागि चाहिँ यो थ्योरम स्ट्रेट प्रुभ गर्नुपर्नेछ। अब के प्लस 1 को फर्ममा लिएर लेखौँ। यो जे छ यहाँ एनको ठाउँमा के प्लस 1 राखौँ, तर त्यसो गर्दै गर्दा यो टर्ममा चाहिँ के चाहिँ राखेर बिर्सिनु हुँदैन, किनभने जस्तो यो यति चाहिँ हाम्रो क्वेसनमा एनको फर्ममा दिएको थियो भने अब यहाँ के लगाएर राखेका छौँ एनको ठाउँमा, र त्यसै गरी यो चाहिँ के प्लस 1 को फर्म भयो, यो त राइट साइड भइहाल्यो। अब यो चिजलाई अब हामीले यहाँनिर प्रुभ गर्नुपर्ने छ। यो चिजलाई अब कसरी प्रुभ गर्ने त, यसको प्रुभिङ चाहिँ अब हाम्रो एलएचएस लिएर गरौँ। एलएचएस लियौँ, एलएचएस लिएपछि यति चिजहरू अर्थात् योभन्दा माथि यो टर्मभन्दा राइट साइड, यो टर्मभन्दा यतापट्टिको चिजमा चाहिँ हामीले सब एजम्सनबाट के स्क्वायर लेख्न मिल्यो, र साइडको जस्ताको तस्तै छ यसलाई सल्भ गरेपछि ठ्याक्कै के प्लस 1 को होल स्क्वायर फर्ममा आएर यो प्रुभ भइदिन्छ। त्यसो भएर सम अफ द अड नम्बर भनौँ न, होइन, यो त सम अफ द अड नेचुरल नम्बर अप टु 2n - 1 चाहिँ n स्क्वायर हुन्छ।